रेडियोग्राफी डिप्लोमाको यो 2081 को थर्ड इयरको मैले क्वेसनहरू लिएर आएको छु। यसमा चाहिँ हजुरहरूले पास्ट क्वेसनहरू सबै भेला पारेर प्र्याक्टिस गर्दाखेरि चाहिँ धेरै नै हेल्पफुल हुन्छ भनेर चाहिँ मैले कहाँबाट खोजेर गएर मैले हजुरहरूलाई प्रोभाइड गरेको छु। म चाहिँ बिचमा बिमारी भएकोले गर्दाखेरि चाहिँ भिडियो बनाउन पाइनँ। अब चाहिँ म रेगुलर बनाउँछु। कति चाहिँ मैले 81 को पाएँ होइन, मिक्स भएर आएको छ। यसमा चाहिँ हेरेर सबै सार्नु होला पास्ट क्वेसनहरू। जति पास्ट क्वेसनहरू अब तपाईँले प्र्याक्टिस गर्नुभयो त्यही अनुसारले नै आउने हो एक्जाममा। सो त्यही भएर एकदम ध्यान दिएर यो सबै अल्छी नगरिकन लेख्नु होला। मैले चाहिँ अब सक्दो ट्राई गरिरहेको छु हजुरहरूलाई सजिलो होस् भनेर। अहिले चाहिँ मैले यति नै पाइरहेको छु। मैले जुनियरहरूसँग पनि कुराहरू गरिरहेको छु, उनीहरूले कहिले हुन्छ उनीहरूले पनि दिन्छ। अनि म 81 को अझै अरू अनि 82 पनि ल्याउँछु। चाहिँ म पहिला पढ्दाखेरि मेलामा भेला पारेकोहरू हो यो। त्यही भएर अलिक ध्यान दिएर हेर्नु होला। 78 पनि रहेछ माथि, कहिलेको छ त्यहाँ माथि लेखेको छ, हेर्नु होला। अनि यही कुराहरू नै हो, आउने भनेको यसरी नै आउँछ होइन। तपाईँले जुनै प्र्याक्टिस गरे पनि हुन्छ। यो चाहिँ बुकमा भएको थियो अनि यो चाहिँ पास्ट क्वेसनहरू हो कि यो चाहिँ पुरै पहिलाकोहरू हो। यो हेरेर प्र्याक्टिस गर्नु यसरी नै आउने हो। यही पढेर जानु भने तपाईँले यही नै आउने हो, अल्छी नगरिकन पढ्नु होला। अनि एन्सरहरू पनि मैले यहीभित्र नै के योमा नभए पनि अरू भिडियोमा छ होला, गएर सबै चेक गर्नु। अल्छी नगरिकन सबै सार्नु होला। अब एक्जाम पनि आइसक्ने लाग्यो होला। अब भदौतिर एक्जाम होला होइन। मजाले प्र्याक्टिस गरेर लेख्नु होला। सकेसम्म ब्याक नलगाउनु होला। ब्याक लाग्यो भने फेरि 3% त्यत्तिकै झुलिन्छ। त्यही भएर सकभर ब्याक नलगाइकन पढ्नु होला। जुन तपाईँहरूसँग क्वेसनहरू छ त्यही अनुसारले प्र्याक्टिस गर्नु। जस्तै सपोज अब 82 को भेटेन, 81 को राम्ररी भेटेन भनेर दुःख नगर्नु, किनकि त्यही आउँछ भन्ने हुँदैन कि। अझ जति पछाडिको प्र्याक्टिस गर्यो त्यही आउने हो कि। अहिले 83 लागेको छ, 82 र 81लाई भन्दा पनि 80, 79, 78हरूलाई फोकस गर्ने हो। पायो भने म हालिदिने छु। सकभर म ट्राई नै गरिरहेको छु। यदि पाएन भने पनि तपाईँहरू जुन छ क्वेसन होइन यहाँ मैले दिएको सबै नोट गरेर लेख्नु। अनि एन्सरहरू लेख्ने, चिट बनाउने, पढ्ने गर्नु है त। मैले पनि सक्दो ट्राई गरि नै रहेको छु। बिमारी भएर अलिक त्यति अभाइलेबलै हुन पाएको छैन कि अनि त्यस कारणले गर्दाखेरि पनि हो। तर पनि म अब मैले चाहिँ रिकभर गर्दाखेरि म कुराहरू गर्दैछु क्वेसन पेपरहरूको है। अनि हजुरहरू पनि एकदमै ध्यान दिएर पढ्नु होला। सकभर सबै नै कभर गर्ने कोसिस गर्नु। अनि तपाईँहरूलाई आएन, पढेकै केही आएको छैन भने पनि आफूले जे पढ्नुभएको छ त्यो लेख्नु होला। सकभर एन्सर सिट चाहिँ कभर गरेर गएकै राम्रो हो। त्यसो गर्दाखेरि चाहिँ खाली छोड्नुभन्दा पनि आफूले लेखेको आफूले पढेर लेख्यो भने 0.51 होइन यस्तै दिन सक्छ कि थाहा होइन। छोड्नुभन्दा गर्नु नै राम्रो हो। म चाहिँ त्यही गर्न चाहन्छु। मेरो साथीहरूले पनि त्यसै गरेको भन्छ है। मैले पनि गर्न चाहिँ गरेँ। अनि तपाईँहरू पनि त्यसरी नै गर्नु। सकभर छोडेको भन्दा पनि गरेको राम्रो हो। आफूले जे पढेर गएको छ होइन, आफूलाई के आउँछ त्यो सबै लेख्नु ओर्नु। अनि आउने भनेको यही नै हो, किनकि हाम्रो क्वेसनहरू कुनै चेन्ज हुँदैन क्या। सिलेबस चेन्ज नभएको कारणले गर्दाखेरि यही नै आउँछ। एसएससीहरू, एआरसिपीहरू भयो, यो कुराहरू आइरहेको हुन्छ। अनि यो मेमोग्राफीहरू चाहिँ एकदमै आइरहेको हुन्छ कि पढ्ने हो। बेसी कुराहरू क्लासमा पनि पढेको हुन्छ। अनि एक्जामको बेलामा सरसरी पढ्ने ओर्ने, चिट बनाउने है। त्यही भएर ध्यान दिएर गर्नु होला। चिटकै भरमा मात्रै नजानु है। सिटिबिटीले फेरि यस्तो टाइट गराइदिए पछाडि हेरेको हेरै हुन्छ। त्यही भएर सकभर
चिट भनेको एउटा लास्ट अप्सन मात्रै हो, झलक्क हेर्ने लेख्न सक्ने खालको पढेर जानु होला। अब 1 महिना जति छ होला एक्जाम आउन सायद। बेस्ट अफ लक है सबैजनाले, मजाले प्र्याक्टिस गर्नु होला। नबुझेको अरू के चाहिएकोहरू छ है तपाईँहरूलाई एक्जामबारे म प्रोभाइड गर्न सक्ने गरिदिन्छु। हस् त, बाई बाई।